मैले चाहिँ जुलाई 9 तारिक जिसकको एउटा घडी चाहिँ अर्डर गरेको थिएँ। 9 तारिक त्यस्तै बेलुकीको 11:30 बजीतिर होला। र आज जुलाई 11 तारिक शनिबार सिजिएफ थेक्पे मार्फत चाहिँ रिसिभ गरिएको छु। यहाँ देख्न सक्नुहुन्छ। हजुर नमस्ते तपाईँ सम्पूर्णमा। हजुर आज चाहिँ म तपाईँहरूलाई चाहिँ मैले जिसक वाचको चाहिँ अफिसियल वेबसाइटबाट एउटा सानो घडी खरिद गरेको एउटा भिडियो तपाईँहरूमा आज लिएर उपस्थित भएको छु। हजुर मैले चाहिँ जिसक ब्रान्डको वाचहरू चाहिँ 2021मा पनि धेरै नै खरिद गरेको थिएँ। कुनै चाहिँ अब गिफ्ट पर्पजले खरिद गरेको थिएँ, कुनै चाहिँ आफ्नै पर्सनल युजको लागि पनि खरिद गरेको थिएँ। फेरि अहिले 2026मा पनि एउटा आफ्नो पर्सनल युजको लागि भनेर एउटा सिम्पल वाच चाहिँ खरिद गरेको छु। र जिसक वाचहरू चाहिँ जिसक वाचको अफिसियल वेबसाइटबाट कसरी खरिद गर्न सकिन्छ भनेर म तपाईँलाई यहाँ भिडियोमा देखाउने नै छु। मैले चाहिँ 2026 जुलाई 9 तारिकमा चाहिँ मैले अर्डर गरेको थिएँ रातिको 11:30 बजीतिर। र आज जुलाई 11 तारिक शनिबार 12 बजे दिउँसोको मैले प्राप्त गरेको छु। हजुर तपाईँहरूले चाहिँ कुनै पनि ब्रान्डको चाहिँ एसेसरीहरू खरिद गर्दै हुनुहुन्छ भने त्यसको वारेन्टी ग्यारेन्टीहरू प्राप्त गर्नको लागि चाहिँ तपाईँले चाहिँ अथोराइज्ड डिलर प्राप्त होइन अनलाइन साइटहरू अथवा फेकोजमहरूबाट चाहिँ खरिद गर्नुपर्ने हुन्छ है। त्यसमा चाहिँ तपाईँहरू विचार गर्नुहोला। र अर्को कुरो चाहिँ रिलेटेड ब्रान्डको चाहिँ कुनै समयमा चाहिँ इभेन्टहरू लागेको हुन्छ होइन। र त्यस्तो इभेन्टको डिस्काउन्ट चाहिँ हामीले जस्तै अनलाइन साइटहरूबाट चाहिँ नपाउन पनि सक्छौँ होइन, अथवा त्यहाँ अपडेट नभएर पनि हुनसक्छ। त्यसैले चाहिँ तपाईँहरूले चाहिँ त्यस्तो कुनै समयमा चाहिँ सम्बन्धित ब्रान्डकै इभेन्ट लागेको अवस्थामा त्यहाँबाट खरिद गर्नुभयो भने अझ अलिकति सस्तो पर्न जानुसक्छ। र त्यही केसमा पनि अब मैले पहिला हुन त कुपनबाट खरिद गरेको थिएँ होइन, र अहिले चाहिँ एकचोटि अफिसियल साइटमा नि के कस्तो छ यो ब्रान्डको प्राइसहरू भनेर क्रस चेक गर्ने क्रममा चाहिँ मैले चाहिँ यो जिसक वाचको चाहिँ अफिसियल साइटमा चाहिँ अहिले चाहिँ 70% चाहिँ डिस्काउन्ट इभेन्टहरू लागेको रहेछ। त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो जिसकको चाहिँ अफिसियल साइटबाट नै मैले यो जिसक वाचको चाहिँ एउटा घडी खरिद गरेको छु। र यो समथिङ तपाईँहरूले जुन यहाँ स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। मैले यो जिसक वाच चाहिँ GMA-S 110 GB-180R यो मोडेलको चाहिँ 70% डिस्काउन्ट प्राप्त गरेको थिएँ। र यसको प्राइस चाहिँ 2,30,001 रहेको थियो। र 70% डिस्काउन्ट अहिले चाहिँ सम्बन्धित वेबसाइटमा चाहिँ 70% डिस्काउन्ट भएकोले चाहिँ मैले चाहिँ यो 2,30,001को चाहिँ 1,61,001मा नै मैले चाहिँ यो पर्चेस गर्न सकेँ होइन। यति चाहिँ लगभग 69,001 चाहिँ डिस्काउन्ट प्राप्त गरेँ। देख्न सक्नुहुन्छ जिसक ब्रान्डको। Since 1983. देख्न सक्नुहुन्छ है सिम्पल लुकमा। यदि तपाईँहरू पनि जिसक ब्रान्डको चाहिँ घडी किन्ने सोचमा हुनुहुन्छ भने एकचोटि चाहिँ तपाईँहरूले चाहिँ यो अफिसियल वेबसाइटमा नि क्रस चेक गर्नुभएमा चाहिँ अझ राम्रो हुन्छ भनेर चाहिँ म तपाईँहरूलाई इन्फर्मेसन दिन चाहन्छु। अब यो मैले चाहिँ जस्ट जिसक वाचको चाहिँ वेबसाइट ओपन गरेँ। gcosmo.go.kr भन्ने वेबसाइट रहेको छ। तपाईँले कुनै पनि ब्राउजरबाट ओपन गर्न सक्नुहुन्छ, आफ्नो मोबाइल ब्राउजरबाट है। अझै तपाईँले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ यो 70% डिस्काउन्ट इभेन्ट चाहिँ 2026 जुलाई 1बाट चाहिँ जुलाई 31 लास्टसम्म रहेको छ। यसरी चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यदि मन परेको केसमा खरिद पनि गर्न सक्नुहुन्छ। अब यहाँनिर मलाई चाहिँ यो मन परेको घडी तपाईँले यहाँ स्क्रिनमा तपाईँले यहाँ देख्न सक्नुहुन्छ।
अब यसको प्राइसहरु यहाँ देख्न सक्नुहुन्छ। यसको लागि चाहिँ कुनै पनि घडी तपाईले चुज गर्नुस् मन परेको के छ, त्यसपछि त्यसलाई चाहिँ यो साइडबाट चाहिँ तपाईले चाहिँ भयो भने खाइ गर्नुपर्ने हुन्छ, आइडी बनाउनुपर्ने हुन्छ। अब त्यहाँ माथि चाहिँ आइडी बनाउन तपाईले यहाँ आफ्नो स्क्रिनमा देखाए अनुसारले तपाईले यहाँ आइडी बनाउन सक्नुहुन्छ। अब यो सामान्य छ, माथिपट्टि आइकनमा क्लिक गरिदिनुस्, त्यसपछि खाइ भागिङ बटनमा क्लिक गरिदिनुस्, त्यसपछि चेक बक्समा लगाइदिनुस् अनि हेउदे फोन बन्द इन्जिन गर्नुस्, त्यसपछि डाउन भाङ्गेमा क्लिक गरिदिनुस्। त्यसपछि तपाईले आफ्नो टेलिकम चुज गर्नुस्। मेरो चाहिँ यहाँ पास इन्जिन मोबाइल एप्लिकेसनबाट गर्न लागिरहेको छु। तपाईले चाहिँ मुन्चा मार्फत पनि भेरिफिकेसन गर्न सक्नुहुन्छ। यहाँ मैले नाम राखेँ, त्यसपछि मोबाइल नम्बर, त्यसपछि क्याप्चा टाइप गरेर चाहिँ मैले नेक्स्ट गरेँ। त्यसपछि चाहिँ पास एपमा चाहिँ मेरो मोबाइलमा चाहिँ नोटिफिकेसन आउँछ। यहाँ तपाईले देख्न सक्नुहुन्छ युदे फोन इन्जिन छङछाङ छोरी तेरो सुविधा भनेर ओके बटनमा क्लिक गरिदिन्छु म। त्यसपछि यहाँनिर हामीले आइडी फेमिल भन्नु हैन, अब निकनेम, इमेल, मोबाइल नम्बरहरु अनि एड्रेस राख्न पर्ने हुन्छ। राखेर चाहिँ तपाईले चाहिँ इमेल वाल्यु भनेर क्लिक गर्नुभयो भने चाहिँ तपाईको चाहिँ आइडी चाहिँ कम्प्लिट हुन्छ है। अथवा तपाईले चाहिँ काकाओटक आइडी मार्फत पनि यो gcosmo.co.kr को यो जिसको चाहिँ अफिसियल वेबसाइटमा आइडी लगइन गर्न सक्नुहुन्छ। लगइन गरेर चाहिँ पर्चेज गर्न सक्नुहुन्छ। हजुर, अब काकाओटकबाट लगइन गर्नको लागि चाहिँ जस्ट माथि लगइन बटनमा क्लिक गरिदिनुस् अनि काकाओ एप्सहरु लगइन भन्नेमा क्लिक गरिदिनुस्। त्यसपछि मैले यो मेरो घडी सिलेक्सन गर्छु। घडी यो देख्न सक्नुहुन्छ, यो सिलेक्सन गरे। अहिले त्यसपछि यहाँनिर खेल्चे बटन अथवा खाटमा राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ बकेटमा राखेँ अनि भागिङमा क्लिक गरिदिनुस्। त्यसपछि यसरी बकेटमा आउँछ। बकेटमा आइसकेपछि चाहिँ तपाईले सन्तेक साङपुङ झुमुन भनेर देख्न सक्नुहुन्छ है। यहाँ तपाईले स्क्रिनमा यसको ओरिजिनल प्राइस देख्न सक्नुहुन्छ 2,30,001। तपाईले यहाँ डिस्काउन्ट प्राइस देख्न सक्नुहुन्छ 69,000 र यसको पेमेन्ट प्राइस चाहिँ 61,000 देख्न सक्नुहुन्छ है। अब थेक्पे फी फ्री रहेको छ। अब यो भएपश्चात तपाईले यो खरिद गर्नको लागि सन्तेक साङपुङ झुमुन बटनमा क्लिक गरिदिनुस्। त्यसपछि तपाईले यहाँनिर आफ्नो छनौट छ भने छनौट पनि राख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ पेसक जे भागिन बटनमा तपाईले चिकचक इन्जिन गरेर तपाईले आफ्नो पादोशील गुण हैन, प्राप्त गर्ने व्यक्तिको नाम हैन, तपाई आफैले के अरूलाई पठाउन खोज्नु भएको हैन, त्यहाँ उहाँ प्राप्त गर्ने व्यक्तिको नाम, पादोशील कोड हैन, कुन एड्रेसमा प्राप्त गर्ने यहाँनिर एड्रेस राख्दिनुस्। त्यसपछि फोन नम्बर राख्दिनुस् हैन। त्यसपछि तपाईले खेल्चे सुदान सन्तेक भनेर तलपट्टि देख्न सक्नुहुन्छ पेमेन्ट अप्सन हो। तपाईले सिनियम कार्डबाट गर्नुहुन्छ कि खेजैचेबाट गर्नुहुन्छ कि खासाङ खेजाबाट कि काकाओ पे कि थोस पे हैन, खेजैचे खासाङ खेजा भनेर यहाँ देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर काकाओ पे मार्फत चाहिँ पेमेन्ट गर्न गइरहेको छु। अथवा तपाईले खेजैचे अथवा खासाङचे तपाईले बैंक एकाउन्ट मार्फत पनि डिपोजिट गरेर चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। मैले यहाँ काकाओ पे सिलेक्सन गरेँ पेमेन्ट मेथडमा। त्यसपछि काकाओ पेमा चाहिँ क्लिक गरेर चाहिँ अनि तलपट्टि फिल्सु बटनमा टिक लगाइदिएर चाहिँ खेल्चे आगे बटनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ तपाईले यहाँ स्क्रिनमा चाहिँ यो काकाओ पेको चाहिँ यो क्यूआर कोडलाई चाहिँ तपाईले चाहिँ आफ्नो काकाओटक ओपन गरेर त्यहाँनिर चाहिँ स्क्यान गरेर चाहिँ यसको लागि चाहिँ तपाईले काकाओ पेमा चाहिँ आफ्नो क्रेडिट कार्ड, डेबिट कार्डहरु चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ मैले आफ्नो मोबाइल फोनको काकाओटक ओपन गरेर त्यहाँनिर स्क्यान गरेर चाहिँ यो स्क्रिनमा देखाएको यसलाई चाहिँ स्क्यान गरेर चाहिँ मैले त्यहाँनिर अनि पेमेन्ट मेथड मेरो क्रेडिट कार्ड सिलेक्सन गरेँ। सिलेक्सन गरेर चाहिँ मैले चाहिँ यो क्रेडिट कार्ड मार्फत चाहिँ यसको पेमेन्ट गरेँ है। त्यसपछि स्क्रिनमा यहाँनिर लगिन गरिदिनुस्। काकाओ पेमा चाहिँ त्यो 6 डिजिटको कोड मैले राखेर चाहिँ भेरिफाई गरेपश्चात अगाडि स्क्रिनमा चाहिँ यसरी नोटिस आउँछ खेल्चेका वाल्यु तेरो सुविधा भनेर है। हजुर, पेमेन्ट भइसके पश्चात चाहिँ अफिसियल टाइम लगभग 2 देखि 3 दिनभित्र चाहिँ तपाईले चाहिँ आफ्नो प्रोडक्ट चाहिँ आफूले अर्डर गरेको सामान चाहिँ प्राप्त गर्न सक्नुहुन्छ है त।